बाबा रामदेवलाई 10,000 सैनिकले घेरे, उनलाई मार्ने प्रयास गरे। आदेश भइसकेको थियो, माथिबाट प्रधानमन्त्रीबाटै आदेश भएको थियो, बाबैलाई जहाँ भेट्छौ त्यही लडाई, बाबैलाई लडाए बापत केही गर्ने छैनौँ हामीहरू भनेर 10,000 सैनिकले घेर्दाखेरि पनि बाबालाई मार्न सकेनन्। अन्तिममा बाबालाई जेलमा मात्रै लगेर लगाए। भोलिपल्ट उनलाई फर्काएर ल्याउँदाखेरि कुनै एउटी छोरी मान्छेले लुगा दिन्छन् र त्यो लुगा लगाएर बाबै गएर जेल भोगेर आए। यो दृश्य मैले देखेँ, त्यस दिन मात्रै मलाई थाहा भयो प्राणायाम परम बलमको अर्थ। रामदेव बाबादेखि बाहेक अर्को कुनै पनि बाबा थियो भने बाँच्छ। वास्तवमा उनी पनि त्यस्तै थिए महाराज। अक्रुरले प्राणायाम लगाए। प्राणायाम लगाउँदा भगवानलाई देखे, आफ्ना नाभिमा विष्णुको चिन्तन गर्थे। यिनी विष्णुको चिन्तनको जग्गामा कृष्ण पो देखे। उठेर हेरे, आनक दुन्दुबीका छोराहरू मैले त्यहाँ राखेर आएको थिएँ भनेर यसो हेर्दा रथमा पनि कृष्ण देखे। बसेर ध्यान लगाउँदा पनि आफ्ना नाभिमा पनि कृष्ण नै देखे। अक्रुरजीलाई भगवानले संकेत गरिदिनु भयो, अक्रुरजी डराउन छोड्नुहोस्, अब आफ्नो कर्ममा लाग्नुहोस्। कंस त के, कंसका बाबुले पनि केही गर्न सक्दैन, मलाई चिन्ता नगर्नुहोस् भनेर भगवानलाई मारेपछि धोबीहरूका लुगाहरू धेरै धेरै नयाँ लुगाहरू लगाए ग्वालवालहरूले। त्यहाँबाट अर्को एउटा श्रीधाममा नाम गरेको मालिकामा जानुभयो। मालीले फुलमालाहरू प्रदान गर्यो। मालिका पितृहरूलाई उद्धार गरेर भगवान त्यहाँबाट अलिक अगाडि जानुभयो। एउटा पान दोकाने कहाँ पुग्नुभयो। सारा मथुरा नगरीमा कसैले पनि विष्णुको पूजा गर्न पाउँदैन थियो। कसैले पनि विष्णुलाई मान्नु हुँदैन थियो, देवी देवता मान्नु हुँदैन थियो। तर त्यो पान दोकानेले विष्णुको पूजा गर्थे। कसरी गर्थे भन्दा सानो कृष्णको फोटो राखेर थियो उनले, यस्तो लुकाएर दोकानमा उतापट्टि फर्काएर। बिहान पहिले दोकान खोलेपछि अगरबत्ती बालेर सट्टै घुमाएर छ्याप्पै निभाइहाल्थ्यो। यस्तै राक्षसको मुलुक होला भन्थ्यो। यति नै उनले भजन गरे। नित्य यसको नियम नै थियो। कृष्णको पटमा उनले अगरबत्ती घुमाउने गर्दथ्यो, धूप लगाउने गर्दथ्यो। आज भगवान उसकामा पुग्नुभयो। अहो पानवाले मामा पान खान पाइन्छ कि भनेर भन्नुभयो। भगवानले त्यसो भनेपछि त यसले विचित्र रूपले आश्चर्य मान्दै यो मान्छे कहाँ देखेको हो मैले, ठिक छ कतिवटा पान लगाइदिनु पर्ने हो भनेर भन्यो। लगाइदिनु न 25-30 वटा, हामीहरू सबैलाई एक-एकवटा पान खान मन लागेको छ भन्छ। हेर्दै पनि छ मुखमा, बनाउँदै पनि छ पान, हेर्दै पनि छ पानमा लाउने कुरा लाउँदैछ। के लाउनु भन्यो, मिठो जति जम्मै लाउनु, नमिठो जति केही पनि नलाउनु भन्नुभयो भगवानले। ठिकै छ नि त भन्यो। कहाँ देखेको हो यो, कैची देखेको हो भन्छ। उसको मन मानेको छैन, यो यहाँ देखेको भन्ने थाहा छैन। पान बनाइसक्दा नसक्दा अरे बापरे, दिनै पछि मैले अगरबत्ती लगाएको यसैलाई त हो त, यो कृष्ण पो हो कि क्या हो भनेर उसले शङ्का गरी हेऱ्यो। यसो हेऱ्यो, आफ्नामा राखेको फोटो हेरेको त फोटो उसैको छ। ला हौ आज कल्याण भएछ, परमात्मा मेरा दोकानमा पधार्नु भएछ। ओहो धन्य भए म, धन्य भए भनेर पान बाँड्यो। सबैलाई पान दिइसकेपछि यस्तो उस्तो चाहिँ मामाले यज्ञ गर्दैछन्, यज्ञ सकेर आउँदाखेरि दक्षिणा दिएछन् भने दिउँला है भनेर भने। भगवानको त्यो कुरालाई उसले तत्कालै उत्तर दियो, प्रभु हजुरसँग मलाई कुनै दक्षिणाको खाँचो छैन, मैले दुनियाँबाट लिनै नि गरेको छ, हजुरबाट के लिनु, मलाई हजुरले दिनु नै हुन्छ भने यो संसार सागरबाट पार तारिदिनु भने भगवानले चुप लागेर बसेन त हल्ला किन गर्छौ भन्नुभयो। त्यहाँबाट चट्टै धेरै बेर बस्नु भएन त्यहाँ। भगवानले त्यही एउटा व्यक्तिलाई मात्रै चिनारी दिनुभयो। एउटा पान दोकान गर्ने, इमान्दारीसँग दोकान गर्ने मान्छेले पनि ईश्वर भेट्दो रहेछ। दोकानदारी इमान्दारी होइन भन्छ, दोकानदारी गद्दारी हो भन्छ, मुनाफाखोरी हो भन्छ। दोकानदारीमा अलिकति भए पनि मान्छेलाई 1 पैसा भए पनि लिएर मात्रै बेच्छ नि दोकानेले, थाहा छ। यति मध्ये तपाईँहरू पनि दोकानी हुनुहुन्छ होला कोही कोही। जतिको तति बेचेर त उही घन्टी नै बजाए मात्रै त हो। अलिकति त मुनाफा गर्नै पर्यो। अब मुनाफा खाएपछि पाप भइहाल्छ। तर यो व्यक्ति दोकानदारीले भए पनि यसमा इमान्दारी हुनाले गर्दा भगवानले यसलाई म तँलाई भेट्छु भन्नुभयो र अगाडि बढ्नुभयो। अगाडि बढ्दै जाँदा एउटा ग्वालाले भन्यो, प्रभु
एउटा कुरा छ कन्हैया, हामीहरूका गलामा माला पनि भयो, मुखमा पान पनि भयो, राम्रा राम्रा लुगा पनि भयो हो। अब ट्याक्कसँगले चन्दन पनि हुनु हो भने त अनिजी ब्रजवासी हुन्थ्यो नि हो भनेर चन्दन सधैँ लाउनु त गोजीमा बोक्नुपर्छ, बोकेर चाहिँ हिँड्दैन, गोबर बोकेर हिँड्नु नि अघि भन्नु। अनि त्यति साह्रो नभनौँ न, बिहान हिँड्ने बेलामा तिमीलाई थाहै छ कस्तो हतार पर्यो, ल ठिकै छ म विचार गरौँला भन्नुभयो। अलिक अगाडि गएर हेरेको उताबाट एउटी बुढी मान्छे आउँदै रहेछन्, 70 वर्ष नागेकी बुढी मान्छे, सेतै फुलेकी छन्, मुखमा दाँत छैनन्, मुखका दाँत जम्मै झरिसकेपछि यो नाकको टुप्पो र चिउडाले भेट गर्छ, बात मार्छन् यिनीहरू। दाँत निक्लिसकेपछि मुख खाली राख्न मन लाग्दैन, कुचुर कुचुर चबाइलन मन लाग्छ, गिजा चिलाएपछि के गर्नु त। अब कुप्री परेर हिँड्थिन् यी बुढी मान्छे, यिनको नामै कुब्जा, जन्म सिद्ध कुप्री। ती माथि बुढी भएकी छन्, लट्ठी त थियो यिनीसँग 5-6 हातको, तर लट्ठीको टुप्पामा यिनले कहिल्यै समाउन पाइँदैन। कुप्रो पर्नेले कहाँ टुप्पामा समाउँछ, टुप्पामा समातेर त उही गाडी कुदाए जस्तो गरे मात्रै। बिच ढाडमा समातेर यिनी हिँड्दै थिइन्, एउटा हातमा बटुको बोकेकी थिइन्, जाँदै थिइन्। यिनी सधैँ कंसको दरबार नजिकैको एउटा मन्दिर थियो शिवजीको, त्यो शिवजीको मन्दिरमा त्यत्रो बटुकामा 1 बटुको चन्दन लिएर जान्थिन्। त्यो चन्दन त्यसका थालीमा खनाइदिएपछि त्यहाँको पुजारीले त्यो बटुकामा जति अटाउँछ त्यति नै मात्रै अन्न दिन्थ्यो। बराबरीको जमाना थियो। त्यही लिएर आएर यिनी पकाएर भगवानलाई भोग लगाएर खान्थिन्। यिनले भगवान कृष्णको सानो भए पनि फोटो राखेर पूजा गर्ने गरेको थियो आफ्नामा। आज भगवान श्री कृष्ण जानुभयो, गएर यसो पछाडिबाट कोट्याउनु भएछ भगवानले, के छौ सुन्दरी खबर खबर भन्नु। अब पिण्ड खाने बेलामा सुन्दरी भनेर देख्ने चाहिँ को रहेछ हौ, यो उहिले सुन्दरी हुँदा चाहिँ कोही आएन कोट्याउने, अब यो मर्ने बेला हो हेर्नु पर्यो भन्दै यसो फर्केर हेर्दा आफू रहेछ घनघोर सुन्दर, अनि पो अर्कालाई सुन्दरी भन्दै हिँड्दो रहेछ। यी पनि आबाल ब्रह्मचारी नै थिइन्, यिनी पनि कम थिइनन् बोल्नका लागि। बडो सुन्दर भाषामा यिनले बोलिन्, दास्यस्म्यहं सुन्दर कंस सम्मता त्रिवक्र नामा हेनुलेप कर्मणि मद्भावितं भोजपते रति प्रियं बिना युवां पुण्य तदस्तमर्हति। हे सुन्दर, मेरो नाम चाहिँ कुब्जा हो, म कंसको मन्दिरमा चन्दन घोटेर लिएर जान्छु, यो चन्दन छ मेरो हातमा भनेर भनी ल्याउन त हामी पनि लाउँदा हुन्छ होला नि त, तिम्रा कंसका देवतालाई लगाइने चन्दन भनेर भगवानले आफ्नो हातले आफ्ना निधारमा लाउनु भयो। अरू ग्वालवालहरूलाई पनि सबैलाई गइकन लगाइदिनु भयो। लगाइदिइसकेपछि चन्दनको बटुको सबै पुछेर आफ्नै शरीरमा आफ्नै अनुहारमा लगाउनु भयो, बटुको पुर्याउन आउनुभयो। बटुको ल्याएर दिनुभएको, बटुको हात थापेकी छन्, तर आमैजी तल पैतालादेखि लिएर माथि अनुहारसम्म मात्रै हेर्छिन्, खालि फर्की फर्की लट्ठै पो भइछन् बुढी मान्छे त। भगवानको रूप देख्दा त मुग्ध भइछन्। सधैँ आफूले पूजा गरेको ईश्वर आज बाटाको बिचमा आफूले हातमा बोकेको चन्दन लगाउँदै हिँड्छ भने त त्यहाँ त लट्ठ हुने नै पनि हो। तद्दर्शनम मक्षरु भात्मना मा विश्वश्रिय विश्वस्त बास कवर श्रयो तत परोस तस्य त कर्म वीरहरि। भगवान नारायणले विचार गर्नुभएछ, यिनले त मेरो रूपलाई त पिउन पो थालिन् त। भगवान निर्णय गर्नुभयो, ओहो यिनले दुःख गरेर घोटेको चन्दन हामीले लगाएर हामी राम्रा भयौँ भने यिनलाई पनि एउटा राम्रो रूप दिँदा के चाहिँ फरक परिहाल्ला त भन्ने सोचेर प्रसन्नो भगवान कुब्जाम त्रिवक्राम रुचिरा ननाम ऋद्धिम कर्तुम मनश्चक्रे दर्शयन अप्सरा जस्ती भइन्। ल अब हामी गयौँ ल भनेर भगवान हिँड्न आँट्नु भएको थियो, च्याप्पै दुपट्टा समातेर तानिहालिले कहाँ जान आँट्नु भएको मलाई छोडेर, मलाई लिएरै जानुहोस्, मलाई लिएर जानुहुन्छ भने जानुहोस्, नभए यतै बस्नुहोस् पो भन्यो। उत्तरीय मातकान्तकमा कृष्य स्मयन्ती जातर इच्छया लाशरम छोडेर यिनले भगवानलाई समातेर तानिन् भन्नुहुन्छ सुखदेवजी। यही वीर गृहम यामो न त्वं त्यक्तुमिहोत्सये त्वयोन्मथित चित्ताया प्रसीद पुरुषोत्तमा। हे वीर, अब मलाई छोडेर नजानुहोस्, मलाई साथै लिएर हिँड्नुहोस्। म तपाईँकी दासी हुँ, म अब कोसँग बस्नु, यो राक्षसहरूको मुलुक हो। अब छोडेर हिँड्नुहुन्छ भने कि म अघि जस्तै थिएँ त्यस्तै बनाएर जानुहोस्, त्यस्तै छोडेर जाने हो भने एकैछिन पनि म
तपाईलाई छोड्न चाहन्न भनेर भने भगवानले विचार गर्नुभयो कुरो त ठिकै गरिन् बुढी मान्छे थियो भने ऐ बुढी मर्ली चाहिँ छाड पर भनेर मान्छेले तर्काउँदै हिँड्थ्यो तर राम्री देखेपछि त टिपेर कुदिहाल्छ यो त राक्षसको मुलुक हो कुरो त यिनले ठिकै गरिन् यसो गर त्यसो भने तिमी गएर बस्दै गर म यो कंसलाई जय हो गरेपछि तिम्रैमा आउँछु भोजन गर्ने गरी आउँछु भनेर भगवान श्रीकृष्ण त्यहाँबाट जानुभयो तर बलदाउजीले जाने त मलाई पनि थाहा छ अबदेखि बोल्दिनँ त्यो त रिस त गर्ने नै हो अब आफ्नो बिहे नभइकन भाइले चाहिँ चुदुल बुदुल गर्न थाल्यो भने रिस उठ्दैन त्यस्तै राम्री केटीसँग बोलेको देखेर रिस गरे अर्को अर्थबाट भन्नुपर्दा साँच्ची नै भने बुद्धिमान पुरुषले यो धरतीमा अलिकति मात्रै पनि बुद्धि भएका पुरुषले त्यसै नचिनिकन नजानिकन अर्काका छोरी बुहारीसँग चित गरिनु निच्चिनु धेरै बोल्नु हुँदैन यो धर्मको कुरा हो किन बोल्नु अर्काको छोरीसँग है राम्रै मस्की गफ गरिराखेका हुन्छन् कुनै ढेडोहरू ए बाबा कमसेकम उसले नै बिहे गर्न लगिदियो त लु ठिकै छ लगिदियो तर उसले बिहे गरेर लाने पनि होइन एकछिन निच्कारिन्छ ओर्छ र त्यो कुइरा कहाँ पुग्छ तर त्यो कन्द भन्छ उसको जीवनमा त कलङ्क लाग्छ अर्काकी छोरी बुहारीहरूको इज्जतमा बहुत बुझेर व्यवहार गर्नु धर्मात्मा पुरुषको यो कुरा चाहिँ नितान्त बुझ्नुपर्ने कुरा हो बलदाउजी महाराज भनेको जीवका अधिपति हुनुहुन्छ अहिलेको समय त यो कुरा त त्यति वास्ताको छैन अहिले प्राय गरेर किचकै मान्छे थियो अहिले कम्ती राम्रो हुँदैन त्यो त भगवानै हो जत्तिकै गर्छ अब साँच्चै नै धर्मको दृष्टिले हेर्ने हो भने त्यस्ता मान्छेलाई सट नै भन्छ पतित नै त्यस्तो कहिले हुँदैन छोरी चेलीको इज्जत गर्नु भनेको उसका अगाडि निच्कारिएर होइन उसको सुरक्षाका लागि तैनात बसेर उसलाई हर कदम सुरक्षाको दृष्टिकोण अपनाएर उसको इज्जत बचाएर बात मार्नु त्यो पुरुषको धर्म हो पुरुष जाति भनेका त्यस्ता हुनुपर्छ त्यसलाई नै पुरुषत्व दिएको छ ईश्वरले पुरुषत्व भनेको त्यो बडो विचित्र कुरा हो भगवान श्री बलरामजी महाराजको बडो दिव्य नीति छ कृष्णको नीति भन्दा पनि उत्तम नीति बलरामजी महाराजको नीति मानिन्छ भागवतमा कृष्णले चाहिँ लीला गर्नका लागि यस्ता लीलाहरू धेरै गर्नुभएको छ तर बलरामजीले काहीँ पनि त्यस्तो लीलाको बखान आउँदैन बलराम जीवाधिपति हुनुहुन्छ हाम्रो यो जीव छ नि मित्र यसको अधिपति भनेको बलरामजी हाम्रो आत्मा छ आत्माको अधिपति भनेको कृष्ण यिनी दुईजनाको कथा हो जस्तो अगाडि बढ्नुभयो अलिक अगाडि बढेपछि एउटा धनुष राखेको ठाउँ रहेछ धनुष राखेको ठाउँमा पुगेपछि बलदाउजी महाराज कुदेर गइहाल्नुभयो कसको धनुष हो बाटामा लडाएको छ हुर्क्याइदिउ न टिपेर भनेर भगवानले च्याप्पै पाखुरामा समातेर तान्नुभयो दादा यस्ता साना मसिना काम हामीलाई लाउनु न तपाईँ किन अघि बढ्नुभएको भन्नुभयो तर थाहा छ कि छैन त्यो धनुष बलदाउजीबाट उठ्दैन थियो त्यो नारायण धनुष नारायण अस्त्र हो त्यो भगवानले गएर धनुष भाँचेर फ्याँकिदिनु भयो दङ्ग गरेर शब्द निक्ल्यो त्यो शब्द कंसको कानमा पर्यो कंस अत्तालिएर सोध्न थाल्यो के को आवाज हो भनेर करायो त्यतिखेर उसका अनुचरहरूले भने होइन महाराज यो धनुष यज्ञमा आउनेहरूले पड्काएको आतिशबाजी कसैले पटेका पड्कायो होला भनेर भने ल ठिकै छ पटेकै हो भने पटेकै ठिक छ त्यसो भने हेर ती दुईटा केटा कहाँ आउँदैछन् भनेर भन्यो आउँदैछन् ती केटाहरू अगाडि आउँदैछन् अहिले हामीहरूको रङ्गमहलको नजिकै आइपुगे भने नमन्दै रङ्गमहलको नजिकै पुग्नुभयो भगवान रङ्गद्वारम समासाद्य तस्मिन् मगरवस्थितम् अपश्यत् कुबल्या पीडम कृष्णं वष्ट प्रचोदित एउटा कुबल्या पीड नाम गरेको हात्ती थियो त्यहाँले बडा विशाल काया हात्ती त्यो हात्तीलाई देख्ने बित्तिकै भगवान श्री कृष्णले हात्ती रहेछ पछाडि सर भनेर अरू ग्वालबालहरूलाई त पछाडि सार्नु हो बलदाउजी महाराजलाई रिस उठ्यो को हो बाटोमा हात्ती राखेर उभिएको ए माउते तल ओर्ली हात्ती उता सार भनेर कराउनु भयो त्यति देखेर माउतेले कुन्जो हानेर हात्ती बलदाउजीपट्टि ल्यायो भगवान श्री कृष्ण बलदाउजीलाई हटाउन जानुभएको झन्डैले कुन्च्यो बलदाउजीलाई कृष्णलाई कसले जोगिनु भयो कृष्ण हात्तीको सुरले बेरी यत्रो कृष्णलाई पक्रेको कोलाको पशु जत्रो भएपछि त बिलित्तै चिप्लेर भुइँमा खसिहाल्नु भयो हात्तीले सुरले यतै हुँदै खस्यो एउटा मान्छे पक्रेको थियो भनेर खोज्दै थियो कृष्ण स्वात्तै टाङमुनिबाट छिरेर पुछरपट्टिबाट फुत्तै निक्लिनु भयो र त्यो हात्तीभन्दा ठुलो शरीर धारण गर्नुभयो परबाट हेर्दाखेरि त्यो हात्ती त कृष्णको तिग्राको मात्रै देखिन्थ्यो
एकैछिनमा अहिले कोलाको कोसो जत्रो हुने कृष्ण अहिले पहाड जत्रो हुनुभयो किनकि कृष्णका अगाडि पछाडि धेरैवटा शक्तिहरू हिँड्छन् अणिमा महिमा गरिमा लगिमा प्राप्ति प्राकाम्य ईशित्व वशित्व आदि शक्तिहरू लिनेहरू कृष्णका दासी हुन् एकैछिनमा कृष्णलाई भुसुलो बनाउन सक्छन् एकैछिनमा कृष्णलाई पहाड सुमेरु बनाइदिन सक्छन् यिनीहरू त्यस्तो शक्ति लिएर हिँडेका हुन्छन् भगवान श्री कृष्ण त पहाड जत्रो हुनुभयो हात्तीका दुईटै खुट्टा समातेर खोइ तीन फन्का आफ्ना शिरमाथि घुमाएर धडाम जमिनमा एकैचोटि पटक्नु भएको थियो 25 धनुष पर फ्याँक्नु भएछ भगवानले 25 धनुष पर बल्लभजी महाराज कुद्दै कुद्दै आउनुभयो र कृष्णलाई पक्रेर भन्नुभयो तिम्रो पनि बेहोरा चाहिँ छैन है के गरेको यस्तो अनि बाटोमा बसिरहेछ भाटभन्दा मान्दैन मैले आफै हटाइदिएको नि भनेर त हटाउनु नै थियो भने त्यो हात्तीलाई जब हुर्याउनु नै थियो भने हात्तीमाथि मामा थिए त माउती मामालाई ओह्राल्नु पर्दैन भगवानले भन्नुभयो तपाईँका मामा पनि त मामा नै रहेछ नि तीन फन्का टाउका घुमाउँदा चाहिँ के हेरेर बसिरहेको अनि के हेरिदियो अब जाउँ 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 बा केही भएको छैन कि भनेर कुद्दै कुद्दै दुईजना गए दुईजना कृष्ण बलराम नै गए हत्ती पछाडिका ठाउँमा गएर हेर्दाखेरि त टमाटरको दानो ढुङ्गामा पछारे जस्तो पो भएको रहेछ माउते त झन् साह्रो छैन शरीरको रगत जति जम्मै बाहिर उसको खोस्टो मात्रै टाँसिराखेको रहेछ गएछन् मामा त भने तैँले गर्दा गएको हो भने बलरामले अलिक परतिर हात्तीको दाँत भाँचेर लडिराखेको रहेछ टपटपी टिपेर दुईजना काँधमा हालेर लिएर गए मल्लाना मसुरे निराम नरवर श्रीराम स्मरो मूर्तिमान गोपानम स्वजनो सताम क्षितिभुजाम शास्ता स्वपित्रो शिशु मृत्युर्भुजपते विराट विदुषां तत्त्वं परम योगिनां कृष्णां पुरदेवी ते देवीरितो रंगम गतस्याग्रजः भगवान सुखदेव भन्नुहुन्छ राजर्षि बडो सुन्दर एउटा बाँकुरे वीरको रूपमा भगवान श्रीरंग महलमा प्रवेश गर्नुभयो चाँडो र मुस्टिकलाई क्षणभरमा मारेर कंसका नजिकै पुग्नुभयो सल र कोसल नाम गरेका दानव आक्रमण गर्न आए तिनीहरूलाई पनि वध गरेर भगवान गुरुको उफ्रेर कंसको त्यो उच्च सिंहासनमाथि पुग्नुभयो र कंसले लगाएको शिरको मुकुट निकालेर नजिकै राखिदिनुभयो उसको शिरको कपाल आफ्ना हातमा फनफनी बेर्नुभयो लामो कपाल थियो लामो कपाल पाल्थ्यो अरे कंस प्राय गरेर लोग्ने मान्छे भएर कपाल पाल्छ भने कंसै हुनलाई पाल्नु लोग्ने मान्छेले हो कपाल पाल्ने भनेको कपाल पाल्छन् कि त हिजडाले कि त राक्षसले लोग्ने मान्छेले त चट्टा हाम्रो काटेर बस्छन् कस्तो हुनुपर्ने हो छोरी मान्छेले पाल्ने हो त कपाल हिजो आज त ठुल्ठुला पण्डितहरूले पाल्ने गरेका छन् है धेरै भन्नु पनि हुँदैन अहिले त ठुल्ठुला पण्डितहरूको चाहिँ कपाल लानु यसो गरी कथा भन्छन् त्यस्तामा चाहिँ भयभरका भेला पनि हुन्छन् कथा सुन्न कुनै गएका हुँदैन ती लामो कपालवालाले पुराण भनेको त त्यो पण्डितलाई हेर्न गर्दा कस्तो राम्रो भयो जति छाडा जति भेला भएर कथा सुन्छ कथा चाहिँ छैन खै केही पनि जान्दैन कथा के हो कहाँबाट सुरु हुन्छ त्यसलाई थाहा हुँदैन हो आफ्नो ढर्रा पार्न बसेको छ नक्कल देखाउन बसेको छ अब त्यस्तालाई चाहिँ राम्रै तम शरणम यत्तिकै भएर घरको काम धन्दा छोडेर गएका लोग्ने मान्छेको स्वरूप हो कपाल पाल्ने अवस्था कसको कसले पाल्ने हो कपाल लोग्ने मान्छेले कपाल पालिन थालेन आमाहरू जति जम्मै छोरालाई त भयो सोच्ने कुरा हो बुझ्नु पर्ने कुरा हो ठिक्क उनी नजान धर्मशास्त्रकै विरोध उसले गरिराखेका छन् त्यसले गरेको चाहिँ ज्ञान चाहिँ कुन चाहिँ ज्ञान हो कुन चाहिँ लोकमा पुर्याउँछ त्यो ज्ञान